फोनको रिङ नबज्दै ट्रु कलरलाई कसरी थाहा हुन्छ कि कसको फोन आउँदैछ भनेर? के ट्रु कलर अन्तर्यामी हो कि तपाईको फोन ह्याक भयो? आज यसको डार्क रियालिटी खोल्दैछु र भिडियोको लास्टमा आफ्नो नाम ट्रु कलरबाट पर्मानेन्टली कसरी हटाउने त त्यो पनि सिकाउने छु। पहिला बुझौं कल आउनुभन्दा अगाडि नोटिफिकेसन कसरी आउँछ। जादु होइन, यो स्पिडको खेल हो। जब तपाईलाई कसैले कल गर्छ त्यो कल एनटिसी या एनसेलको टावर हुँदै जान्छ जुन अलि स्लो हुन्छ। यो लोकल बस जस्तै हो। तर ट्रु कलरले तपाईको इन्टरनेट वाइफाई या 4G युज गर्छ र इन्टरनेटको डाटा फोनको डाटा भन्दा धेरै फास्ट ट्राभल गर्छ। त्यही भएर रियल कल आउनुभन्दा अगाडि नै ट्रु कलरले नोटिफिकेसन फालिदिन्छ। तर सबैभन्दा स्केरी कुरा अर्कै छ। तपाईले जिन्दगीमा कहिल्यै पनि ट्रु कलर चलाउनु भएको छैन भने पनि ट्रु कलरलाई तपाईको नाम थाहा हुन्छ। कसरी? किनकि तपाईको कुनै साथीले ट्रु कलर चलाउँदाखेरि उसको कन्ट्याक्ट बुकको सबै इन्फर्मेसन ट्रु कलरलाई दियो। र यो ट्रु कलरले मात्रै गर्दैन, फेसबुक, इन्स्टा, टिकटक जस्तो एपहरुले पनि गर्छन्। र टेक भाषामा यसलाई स्याडो प्रोफाइलिङ भनिन्छ। तपाईले एकाउन्ट नबनाए पनि तपाईको साथीहरुले गर्दा तपाईको डाटा पब्लिक भयो। अब यसबाट बच्ने कसरी? एप डिलिट गरेर मात्रै हुँदैन, उनीहरुको सर्भरमा तपाईको डाटा अझै हुन्छ। पहिला एपको सेटिङमा गएर प्राइभेसीमा गएर आफ्नो एकाउन्ट डिएक्टिभेट गरिदिनुस्। त्यसपछि गुगलमा ट्रु कलर अनलिस्टिङ सर्च गर्नुस्। त्यहाँ आफ्नो नम्बर हाल्नुस् र अनलिस्टमा क्लिक गर्नु। 24 आवर्स भित्र ट्रु कलरबाट तपाईको नाम हट्छ। अहिले नै यो भिडियो साथीहरुलाई शेयर गरेर उनीहरुको पनि प्राइभेसी बचाउनुस्। अनि ट्रु कलरमा तपाईको नम्बर सर्च गर्दा के नाम देखाउँदो रहेछ त कमेन्ट गर्नुस्।